नमस्कार साथीहरू, म आज तपाईहरूसँग एउटा रमाइलो र मन छुने नेपाली लोककथा सुनाउन आएकी छु। कथा हो कृष्ण र कालिया नागको युद्ध। एक समयको कुरा हो, गोकुल गाउँको छेउमा बग्ने यमुना नदी शान्त र पवित्र मानिन्थ्यो। तर केही वर्षदेखि त्यो नदीको पानी कालो, विषालु र दुर्गन्धित हुन थाल्यो। नदीमा न त गाई गैला पिउन आउँथे, न त बालबालिका नुहाउन जान्थे। गाउँका मानिसहरू डराइरहेका थिए। त्यो ठाउँमा बास लिएको थियो एक भीषण विषालु नाग कालिया। कालिया कुनै सामान्य नाग थिएन। ऊ एक शक्तिशाली, घमण्डी र दुष्ट 5 फङ्के नाग थियो, जसले यमुनाको बीच भागमा आफ्नो वास बनाएको थियो। कालियाको विषले नदीको पानी मात्र होइन, वरिपरिका वनस्पति, माछा, जनावर सबैलाई नष्ट गरिरहेको थियो। गोकुल गाउँ आक्रान्त थियो। यसैबीच गोकुलका बालकहरू बगैँचामा खेल्न, चराचरको गीत सुन्न, बाँसुरीको मधुर धुनमा रमाउँथे। उनीहरूका अगुवा थिए बालकृष्ण, नटखट, लीलामय, प्रेमी र निडर। एक दिन बालकृष्ण आफ्ना साथीहरूसँग खेल्दै खेल्दै यमुना किनारै पुग्छन्। त्यहाँ पुग्दा उनले देखे वरिपरि कोही छैन, पानी गन्धले भरिएको छ, माछा मरेका छन् र रुखहरूका पातहरू झरेका छन्। कृष्णको बालमनले सहन सकेन। उनले प्रश्न गरे, हाम्रो यमुना यति प्रदूषित कसरी भयो? यहाँ के दोषी लुकेको छ? त्यही बेला एक गोप बालकले डराउँदै भन्यो, कृष्ण, यहाँ कालिया नाग बस्छ। उसले नदीको बीच भाग कब्जा गरेको छ। कोही जान सक्दैन। जो गयो फर्केर आएन। कृष्णको आँखा चम्कियो। उनले हाँसेर भने, यमुना सबैको हो, कालियाको होइन। म उसलाई लखेट्न जान्छु। सबै डराए। कसैले उनलाई रोक्न सकेन। कृष्णले एक ठूलो रुखबाट हाम फालेर सिधै नदीको बीचमा हाम फाले। पानी बल्खाएर उठ्यो। कालो बादल झैं कालिया नाग झाँटिँदै उठ्यो। उसका आँखामा विष थियो, आवाजमा घमण्ड। उसले चिच्यायो, कसले मलाई चुनौती दियो? कृष्णलाई देखेर कालियाले अनेक फन्का मारे, विष फ्याँक्यो, नदी उर्लियो। तर कृष्ण स्थिर थिए, निडर थिए। युद्ध सुरु भयो। कालियाले कृष्णलाई बाँध्न खोज्यो, तर कृष्ण फुर्तीले फन्काबाट उम्किए। गोकुलबाट गोपाल, गोपिनी, यशोदा, नन्दबाबा सबै दौडेर यमुना किनार आइपुगे। सबैको हृदय काँपेको थियो। हाम्रो कान्हा अब कहिले फर्किँदैन कि क्या? अचानक जलको सतहमा कृष्ण उफ्रिए। उनी कालिया नागको फन्कामाथि नाच्दै थिए। बाँसुरी बिना नै उनका पाइलाहरू सङ्गीत बने। कालिया थाक्यो, कमजोर भयो र अन्ततः नतमस्तक भयो। कृष्णले कालियालाई भने, तिमीले यहाँ त्रास फैलायौ, निर्दोषहरूलाई दुःख दियौ। अब यहाँ बस्न सक्दैनौ। फर्क आफ्नो पाताल लोकमा र कहिल्यै निर्दोष प्राणीको अहित नगर्नु। कालिया नम्र भयो। उसले क्षमा माग्यो। उसका पत्नीहरू, नाग पत्नीहरू आएर कृष्णलाई प्रणाम गरे र प्रार्थना गरे, हामीलाई क्षमा गर, हे प्रभु, तपाईँ त साक्षात् नारायण हुनुहुन्छ। कृष्णले आशीर्वाद दिए। कालिया र नाग पत्नीहरू पाताल फर्किए। नदी फेरि पवित्र बन्यो। गोपालहरूले जय जयकार गरे। यशोदा र नन्द बाबाले कृष्णलाई काखमा लिएका थिए। त्यस दिनदेखि गोकुलका बच्चाहरू खोलेर नुहाउन गए। गाईहरू यमुना किनार चरण गर्न थालिन् र कृष्णको यो वीरताको कथा जनगाउँ, वनगाउँ, हिमाल र तराईसम्म फैलियो। यदि तपाईलाई कथा मन पर्यो भने लाइक गर्नुहोला, कमेन्टमा तपाईको विचार लेख्नुहोला अनि यस्तै कथाहरूका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला अर्को रोचक कथामा।